हाम्रो हाम्रो यात्रा कहाँ छ दाजु आज हाम्रो यात्रा सुकुटे बिच होइन त अहिले कति बजिरहेछ भने 3 बजेर अहिले 3 बजेर 5 हाम्रो यात्रा सुरु भयो ल अब आज हाम्रो सुताइ चाहिँ पालभित्र रहेको छ ल राफ्टिङ बोट लोड हुँदैछ निराजन त धन्यवाद है लोड गरिदिएकोमा गन्तव्यतिर जानेछौँ हाम्रो गन्तव्य भनेको राफ्टिङ गर्नको लागि जाने ठाउँ हो कहाँ हो त्यो यो सबैजनाको पहिलोचोटि होइन त साढे 2 घण्टाको चाहिँ ट्राभल हुनेछ यो चाहिँ 8 किलोमिटरको ट्र्याक छ होइन यो चाहिँ एकदम मजा आउँछ एकदम धेरै खुसी छौँ यो मात्र पनि हाम्रो एकदम म्याच छ लोड गर्ने मलाई त अहिले पनि आफ्नो साथी बेटा हेर यता साथी बेटा यता यता खुट्टा टेका कस्तो अनुभव भइरहेछ कस्तो अनुभव भइरहेछ आओ दुर्गा आओ ए द पौडुँदो रहेछ राम्रोसँग बचाउ आता
कस्तो भइरह दुर्गा रेडी गो क्या डर लाग्यो रे एकछिन त आओ यता अब यता हो आरामले हो आरामले राखेको कस्तो फिल भइरहेछ कृष्ण कमन यता हेर यता कस्तो फिल भइरहेछ Three, two, one, go. Wow. Hello, yata heर्नु खेल्ने दिन पनि थियो अब हामीले ऱ्याफ्टिङको पुरै अनुभव लिएर आएका छौँ अब कस्तो भयो त कस्तो हुँदो रहेछ त अब भन्नुहोस् त एकदमै रमाइलो एकदम एडभेन्चर भयो आज एडभेन्चर डाइरेक्ट झर्दै डुबाइरहेको मौसम राम्रो भयो एकदम ल धन्यवाद दुर्गा ल भन तिमीहरूलाई कस्तो लाग्यो त अब अघि त गरौँभन्दा अगाडि मैले एक्सपिरियन्स सोध्छु भनेको थिएँ नि त ल भन अब कस्तो भयो एक्सपेक्टेसन भन्दाखेरि अझ धेरै नै झन् रमाइलो भयो यस्तो त अब हुन्छ नि हामीले त्यो डाइभहरू गऱ्यौँ होइन लाइक फ्लिपहरू गऱ्यौँ अनि बाँकी केही राखेन मैले खास हामीले राखे बाँकी केही राख्यो त केही राखेनौँ त्यही त जस एक्सपेक्टेसन भन्दा धेरै रमाइलो रमाइलो भयो क्लिप जामदेखि लिएर के टाइप हो त्यो गर्नुपर्ने ऱ्याफ्टिङमा हुने चिज सबै गऱ्यो एकदम धेरै धेरै धन्यवाद हाम्रो ड्राइभर भन्छ के भन्छ हजुरलाई गाइड तपाईँहरू एकदमै रमाइलो खतरा पेडाल गर्ने गेस्टहरू हुनुहुन्थ्यो हामीलाई पनि धेरै रमाइलो भयो त्यस्तो एक्टिभ खाली मान्छे भयो भने हामीलाई पनि गराउन मजै नै हुन्छ ल उहाँको लागि चाहिँ सबै ताली बजाउनु पर्यो क्या हजुरहरूलाई पनि धन्यवाद एकदम हस् धेरै धेरै धन्यवाद सबैजनालाई हजुरहरूलाई पनि सबैलाई धेरै धेरै धन्यवाद आज हाम्रो जुन हामीले योजना गरेका थियौँ त्यो बमोजिम हाम्रो कार्यक्रम सम्पन्न भयो कि भएन हामीले सोच्यो भन्दा बढी नै रमाइलो भयो